आज नीलो झण्डा फहराउन तपाईले पाउनु भएको छ। एकपटक झण्डा फहराउँदै गर्दा भुइँमा हेर्नु होला, चितवनको भुइँमा पनि हेर्नु होला, त्यहाँ अलिअलि रातो छ। त्यो रातो थुप्रै त्यही शहीदको रगतले लगाएको रातो थियो। तर एउटा कुरा तपाईहरुलाई अनुरोध गर्छु, तपाईहरुले विगतलाई इन्कार गर्दै गर्दा जब यो नीलो झण्डा मुनिको बसेर चितवनमा तपाई विगत खराब भन्नुहुन्छ, कृपया एकैपटक 35 वर्षमा केही पनि भएन भनेर नभनिदिनु होला। कृपया पञ्चायतका 30 वर्षका संघर्षका कथाहरूलाई अन्डरमाइन पनि नगरिदिनु होला। तपाई जुन ठाउँमा उभिनु भएको छ नि, त्यही मुनि करिब 50 जना मानिसहरूको लास गाडिएको छ। 2018 सालमा पञ्चायतको सरकारले काटेर गाडेको छ, त्यही मुनि बस उभिनु भएको छ। तपाईले भोलि कार्यक्रम गर्ने ठाउँ पनि त्यहाँभित्र पनि थुप्रै साथीहरू गाडिएका छन्। कि सबैले कांग्रेसको 4 तारे झण्डा उठाएका थिए, जय नेपाल भनेका थिए, तर आफ्नो लागि होइन, आफ्नो परिवारका लागि होइन। टाउको काटियो, रेटियो, तर तिनले बोलेको त्यो कुरा तपाईको लागि थियो, मेरो लागि थियो, डेमोक्रेसीको लागि थियो। आज नीलो झण्डा फहराउन तपाईले पाउनु भएको छ। एकपटक झण्डा फहराउन